परमेश्वरको मन्दिर भएन, त्यो पवित्रतामा भन्नु मिल्दैन। र भनाइको कुरामा पनि अर्काको भनाइमा कहिले लाग्नु हुँदैन। उसले यस्तो भन्यो, उसले पो यसो भन्यो, हामी त त्यसलाई त एकदमै वास्ता गर्नु हुँदैन, किनकि मान्छेलाई वास्ता गऱ्यो भने हामी तीर लड्छौँ। तर पवित्र आत्मा परमेश्वरको वचनलाई हेऱ्यौँ भने हामी चाहिँ जहिले पनि महिमापट्टि लाग्नेछौँ। एउटा महिमादेखि अर्को महिमा सर्छौँ हामी। हाम्रो जीवन चाहिँ महिमाबाट अर्को महिमा सर्ने जीवन हो है। र सानो उदाहरण म के भन्छु भन्दाखेरि, अहिले मलाई लाग्दछ कि म एउटा महिमाबाट अर्को महिमा यस्तो लेभलमा म चढ्दैछु। पहिला म यहाँ थिएँ, एबिसिडी पढ्दै थिएँ, अनि म अलिक बोल्नु थालेँ इङ्ग्लिस। अब त झन् पटक्क बोल्नु पऱ्यो नि त, म बात गर्नु सक्नु पऱ्यो नि त इङ्ग्लिसबाट। भनेको मतलब आत्मामा म यहाँ थिएँ र अहिले म यो लेभलमा आएँ। मलाई खुसी लाग्छ, प्रभुलाई महिमा होस्। अब म यो लेभलमा जान चाहन्छु। त्यसको लागि म पवित्र हुनु पर्यो, त्यसको लागि इमान्दारी हुनु पर्यो, विश्वास योग्य हुनु पर्यो होइन। त्यो कारणले चाहिँ म जान्छु भनेर मैले निर्णय गरेको छु 2025मा म प्रार्थना पनि गरिरहेको छु। एउटा उदाहरण म दिन्छु। एउटा पोखरी छ, पोखरी, त्यो पोखरीमा पानी हुन्छ नि। अब पोखरीमा पानी कस्तो हुन्छ, मैला त हुन्छ, त्यहाँ त खुल्ला हुन्छ, माथिबाट ढाकेको पनि हुँदैन। त्यो पोखरी जमेको हुन्छ, पानी त पानी हो, तर केही समय चोखो भए पनि त्यो त मैला हुन्छ, जम्स जान्छ। त्यो पोखरीमा चाहिँ जम्सहरू भएको कारणले त्यहाँ बिमार हुन्छ, त्यो पानी खानु हुँदैन, त्यो दूषित छ त्यो पानी। तर हामी त्यो पोखरीमा जन्मेको हाम्रो आत्मा हुनु हुँदैन। हाम्रो आत्मा चाहिँ बगेको खोला जस्तो है। जब खोला बग्छ पवित्र हुन्छ। माथिबाट भन्छ नि, हाम्रो बाजे बोजूले भन्नुहुन्थ्यो, त्यो बगेको खोला त सफाइ हुन्छ हौ, त्यस्तो मैला आफै त्यो बगेको त्यो खोला त मैला त माथिबाट सबैजनाले टोइलेटहरू गर्छ भन्नुहुन्थ्यो। मलाई याद छ, आमा पापाले भन्नुहुन्थ्यो। अन्त पापाले भन्दाखेरि होइन, बगेको खोला त सफा हुन्छ। हेर्नुहोस् त, हाम्रो आत्मा चाहिँ पवित्रतामा बग्नु पर्यो है। अनि यो हाम्रो मनको कुनै आकार हुँदैन, हाम्रो मन मस्तिष्कमा कुनै छैन, त्यो पवित्र आत्माको कुनै आकार छैन, निराकार एकदम है। यसको कुनै लिमिटेसन, अनलिमिटेड छ। यसको कुनै पनि एउटा मापतौल छैन। परमेश्वरमा मापतौलमा हुने होइन, हामी पो मापतौल गर्छौँ, हामी पो लिमिटेड हुन्छौँ, ठिक्क हुन्छौँ। परमेश्वर त सदा सर्वदा एकनाशे परमेश्वर, कहिले बदली नहुने परमेश्वर, न उठ्नुहुने न सुत्नुहुने परमेश्वर। हामी चाहिँ बदली हुन्छौँ, हाम्रो सोच बदलिन्छ, हाम्रो क्यारेक्टरहरू बदलिन्छ। हामीले हरेक काम कुरोहरूमा पनि हामीले अदल बदल गर्छौँ। हामीले मुखले बोलेको कुरा अदल बदल गर्छौँ। प्रभुले वचनमा भन्नुभयो, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुन्छ, अनि वचन परमेश्वर हुनुहुन्छ। प्रभुले भन्छ म नै आदि र अन्त है। भनेपछि त्यही हो, सत्य त्यही हो है। र मैले जति नै आत्मामा भयङ्कर भएर, आत्मामा अघि बढेर मैले मेरो दिमागको कुराहरू मैले प्रचार गर्नु थालेँ भने, मैले जानेको मेरो ज्ञान बुद्धि प्रचार गर्नु थालेँ, त्यो गलत शिक्षा हुन्छ। तर परमेश्वरको वचनलाई मैले पढेर र तपाईँहरूसँग सेयर गरेँ, त्यो सही कुरा हुन्छ। र आत्मामा हामी यसरी अघि बढ्न सक्छौँ, एउटा महिमादेखि अर्को महिमा। खोला बगेर आउँछ, बग्दै बग्दै त्यो अन्त समुद्रमै हो। अनि समुद्र भनेको चाहिँ ज्ञान हो। यो बाइबल एउटा समुद्र हो, जहाँबाट हामी जति डिपमा जान्छौँ। आज उत्पत्ति पढ्छौँ, फेरि अर्को च्याप्टर पढ्दै जाँदा समुद्र हो। यो समुद्रमा डुब्दै जाउँ है। संसारको कुराले भन्छ समुद्रमा गहिराइमा डुब्दै जानु, डुबेपछि मोती नदी नफर्क। हाम्रो यो समुद्र हो। जब हामी यहाँ डुब्छौँ नि, यहाँको मोती, यहाँको आशिष भरपुरी हामीले पाउँछौँ, ज्ञान पाउँछौँ। हामीले कोही पनि हामीलाई हो गाइडलाइन चाहिन्छ। हाम्रो चर्चमा हाम्रो अगुवाजन, पास्टर, हरेक जन चाहिन्छ। उहाँलाई पनि इज्जत गर्नुपर्छ, उहाँले भनेको कुरा मान्नुपर्छ। तर विशेष कुरा चाहिँ के भन्दा हामीले आफूले नै अघि बढाउनुपर्छ। किनकि यो शरीर मेरो हो नि त, मैले अगुवाई मैले त्यो अथोरिटी मैले दिनु पऱ्यो नि त। जस्तो आज उहाँले मलाई भन्नुभयो आउनुहोस् वचन बोल्नु है, अनि उहाँले मलाई त्यो ठाउँ दिनुभएको। यो कुरा त मैले अगाडि इच्छा हुनु पर्यो, यो मेरो इच्छा होइन, एक प्रकारले भने यो मेरो कर्तव्य हो है। इच्छालाई मात्रै हामीले दिनु हुँदैन, कति ठाउँमा इच्छा हुँदैन। तर इच्छा नभई यदि परमेश्वरको आज्ञा छ भने हामी त्यो कुरा मान्नै पर्छ, जानै पर्छ। त्यो चर्चमा जाँदा मलाई मन ठिक लाग्दैन, त्यो चर्चमा जानै मन लाग्दैन हो, लाग्दैन। यो मान्छेको मन हो, लिमिटेड छ, चेन्जेबल छ, परिवर्तन हुने मन हो। तर परमेश्वरले कहिल्यै पनि त्यो गर्नुहुन्न। हामी जान्छौँ तपाईँको लागि, र जान्छौँ भने हाम्रो जीवनबाट परमेश्वरको महिमा अवश्य हुन्छ है। र प्रभुलाई महिमा भएको होस् है। अनि
बाहिरी कुराबाट जब हामीले परमेश्वरलाई महिमा दिन्छौँ हाम्रो क्यारेक्टरबाट मेन है क्यारेक्टर बानी बेहोरा कस्तो छ मान्छेसँग बोल्ने तौर तरिकाहरू उठबस गर्ने अनुशासनहरू है हामीले कसरी बोल्छौँ आफूभन्दा सानोलाई कस्तो व्यवहार गर्छौँ ठुलोलाई आदर गर्ने कुराहरू अनि कहिले कहिले हामी सानोबाट पनि सिक्नुपर्छ सानो अहिले त यस्तो छ कस्तो कस्तो भएको दासी हिजो अस्ति त्यहाँ म गएको भाइसँग चर्चमा सानो भाइ हामीभन्दा धेरै उमेरमा कति तर आत्माको लेभल यत्रो अनि उहाँबाट मैले सिकेर आएँ है आज हामीले हाम्रो छोराछोरीबाट सिक्छौँ मेरो छोरीबाट मैले सिक्दैछु कतिवटा कुराहरू हामीले सानोलाई कहिले पनि हामीले त्यो नजरले हेर्नुहुन्न यदि सही कुरालाई छ भने चाहिँ हामी सानोबाट पनि सिक्नुपर्छ यो मनमा हुनु हुँदैन म चाहिँ सिनियर हो मलाई सबै वचन आउँछ म यो एल्डर हो म चर्चको ठुलो सिनियर हो होइन म पास्टर हो होइन किनकि परमेश्वरले अधिकार सबलाई दिनुभएको छ त्यो अधिकार जुन अधिकार चाहिँ उहाँले हामीलाई छोराछोरी भनिकन यो अधिकार दिनुभएको छ परमेश्वरको हामी छोराछोरी भएको अधिकार हामीले लिन सक्छौँ र जब जीवन र मृत्युको शक्ति जिब्रो र त्यसलाई प्रेम गर्नेहरूको फल खान्छ जब हितोपदेश अघि मैले 18:21 भने होइन है एकचोटि यहाँ दिनुहोस् न मैले लेखेको